दर्शन गर्न योग्य बनाएर राख्नु भएको छ। त्यहाँ चाहिँ हाम्रै यहीँका भाइ बहिनीहरूले हाम्रै साधक साथीका हाम्रै गुरु परिवारका साधक साधिकाहरूबाट त्यहाँ गएर सुन्दरकाण्डको पाठ आदि गरेर आउनुभएको छ। त्यसले गर्दाखेरि हामी यो नयाँ हाम्रो रामन्दिया श्री सम्प्रदाय अथवा सीताराम सीताराम भन्ने चाहिँ नयाँ रहेनछ भन्ने कुरो एउटा प्रमाण त्यो पनि हो। पहिला हनुमानजीको उपासना हुँदो रहेछ। त्यस्तै हाम्रो नजिकै एउटा रामपुर भन्ने ठाउँ छ, त्यस्तै सीते खोला भन्ने ठाउँ छ, सीता खोला, राम नदी घाट। त्यसले गर्दाखेरि हामी बिचमा विलुप्त भएको रहेछ र अहिले फेरि हामी जागरणको स्थितिमा छौँ। त्यसले गर्दाखेरि यो महायोग साधना सहितको हाम्रो श्री सम्प्रदाय अथवा रामानन्दीय सम्प्रदायका लागि हामी अरूलाई पनि जुट्न, आफू पनि आनन्दित हुन र अरूलाई पनि जुटाउनका लागि हाम्रो गुरुदेवको अभियानमा हामी जुट्नका लागि सबैले आफ्नो हिसाबले सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा राखेका छौँ र सद्गुरुदेव भगवानको चाहना पनि त्यही छ। यहाँको यो अहिले हाम्रो यो नारायणथान धार्मिक क्षेत्र विकास समितिका अध्यक्षज्यू पनि यहाँ पदार्पण भएको छ। उहाँको नेतृत्वमा अहिले यहाँ यो हललाई चाहिँ लगभग 5000 जना अटाउने खालको साधनाको लागि सद्गुरुदेव भगवान आउँदाखेरि हजुरलाई पनि थाहा छ यहाँ यति हललाई त यहाँ बोलाउनै पर्दैन, त्यत्तिकै आउनु भएको छ अरे भन्दा भन्दै यहाँ त भरिहाल्छ। त्यसले गर्दाखेरि अस्ति नै आउँदाखेरि आज्ञा भएको थियो यहाँ 4-5 हजार 6 हजारसम्म हुने हल ठुलो हल बनाऊ, त्यसपछि बल्ल आनन्द आउँछ, सबै सामूहिक साधना ल्याउँला। त्यसमा फेरि 1-2 महिना म आएर नि यहाँ बस्छु। त्यसले गर्दाखेरि हजुरले कृपा अनुकम्पा लिनका लागि पनि हजुरले प्रयास गर्नुहोस् भने अनुरूप हिजो बैठक भएको थियो। त्यसमा पनि हजुरलाई आफ्नो हिसाबले त्यसमा के छ कसो छ आफ्नो सेवा अथवा विभिन्न हिसाबले भनसुन पनि चल्ने हुनाले अथवा अरू कर्म धन अरू के कुन हिसाबले हुन्छ त्यसमा नि सेवा समर्पण गर्न सक्नुहुनेछ। र अर्को कुरा फेरि यहाँ अहिले भर्खरै लगभग 25 लाखको योजना यो महानगरपालिकाबाट प्राप्त भएको छ। त्यसमा पनि हामी यसमा अगाडि कति सकिन्छ यसमा अगाडि बढाउने कार्यक्रम पनि अब निर्माणको चरणमा छ। त्यसले गर्दाखेरि हामी यस साधनाको विस्तारका लागि यो आश्रम पनि विस्तार आवश्यक भएको हुनाले सद्गुरुदेव भगवानको चाहना अनुसार यसमा अगाडि बढिरहेको छ हाम्रो यो कार्य समिति पनि। र त्यस्तै समग्र नारायणथान धार्मिक क्षेत्र विकास समितिले पनि यसमा ह्यान्डलिङ नेतृत्वलाई भूमिका खेलिराखेको छ। त्यसमा हजुरहरूलाई पनि जानकारी हुँदै आफ्नो सहभागिता जनाउन हजुरले सक्नुहुनेछ। आफ्नो ऐच्छिक सहभागिता, क्षमता, अवस्था, दक्षता अथवा भाव श्रद्धा अनुसार सहभागी हुन सक्नुहुनेछ। र अरू कुरा अस्ति नै हामीले निवेदन निर्णय पनि भएको छ, अस्ति पनि भनिएन। हाम्रो काठमाडौँ नजिकै काठमाडौँ हाम्रो केन्द्र छ जहाँ त्यहाँ चाहिँ चतुर्मासको अनुष्ठान सद्गुरुदेव भगवानको सानिध्यमा भव्य दिव्य रूपमा सम्पन्न भएको थियो। त्यसमा सँगै सहभागी भएर हाम्रो पोखराकै साधक मनकारी दाइले पूर्ण 4 महिनै सेवा दिएर त्यहाँ आउनुभएको छ। त्यस्तै अहिले यहाँ काठमाडौँमा त्यही चतुर्मास अनुष्ठानमा भएको हाम्रो साधक साधिकाहरू पनि यहाँ हुनुहुन्छ। काठमाडौँको हाम्रो पाहुनाका रूपमा यहाँ सहभागी हुनुहुन्छ। उहाँहरूले पनि अनुभव गरेको र विभिन्न खालका त्यहाँका अरूलाई पनि हामी जाँदाखेरि सोद्धाखेरि पनि भव्य दिव्य भयो, पोखरामा पनि गर्नुहोस् भनेर भनेको अनुसार हाम्रो यहाँको कार्य समितिले निर्णय गरेको छ। चतुर्मास यहाँ पोखरामा पनि हामीले गर्छौँ भनेर गुरुदेवलाई निवेदन भइसकेको छ। त्यसले गर्दाखेरि हामी त्यो चतुर्मास अनुष्ठान हाम्रो असारमा पर्ने एकादशीदेखि अर्को चाहिँ कार्तिक पछिको एकादशी, दुईटा ठुला एकादशी बिचको समयमा त्यो अनुष्ठान हुन्छ। त्यसमा पनि आफ्नो हिसाबले मानसिक रूपमा तयार हामी हुनुपर्छ। यो दिव्य अवसर गुमाउनु हुँदैन, किनभने भारतवर्षमा नि हाम्रो गुरुदेवको प्रख्याति बेसरी भइसकेको छ। रामानन्दीय सम्प्रदायको सबभन्दा ठुलो पीठ भने त केद्वारा भन्ने छ, मैले बिर्सेँ। त्यो पीठमा भारतवर्षका विभिन्न सन्त महन्तहरूले चाहिँ उहाँहरूले उम्मेदवारी दिनुभएको छ। तर भारतवर्षले के खोजेको छ त भन्दाखेरि गुरुदेवको निवेदन त त्यहाँ परेको छैन। तर भारतवर्षका साधु सन्तहरूले हाम्रो गुरुदेवलाई निवेदन गर्न आउँदै हुनुहुन्छ भन्ने खबर प्राप्त भएको छ।